मलाई चाहिँ यहाँ धरान आउनुको मेन उद्देश्य चाहिँ हाम्रो हाम्रो नेपाललाई सबैभन्दा धेरै माया गर्ने, नेपाललाई नै विकसित देश बनाउन चाहनु हुने हाम्रो मेयर हर्क सम्पाङज्यू अङ्कललाई चाहिँ म यहाँ भेट्न भने चाहिँ मेन उद्देश्यले यहाँ धरान आइपुगेको। अनि त्यही माथि उहाँ धरानको हाम्रो हर्क सम्पाङको सिटी धरान सिटी चाहिँ लास्टै एक्सप्लोर गर्न मन लागेर चाहिँ म यो धरान भन्ने सिटीमा आइपुगेको। अनि जे होस् अब अहिले चाहिँ एकछिनमा भेट्न पनि जाँदैछु, सायद भेटिनुहुन्छ होला पनि। एकदम खुसी छु म चाहिँ भेट्नलाई चाहिँ उहाँसँग। अनि त्यही भएर उहाँलाई नै भेट्ने भनेर मेन चाहिँ उहाँलाई नै भेट्ने भनेर म चाहिँ यो धरान सिटीमा आइपुगेको। मेरो नाम चाहिँ दानियल नेपाली, मेरो घर चाहिँ सुर्खेत लेकबेसी नगरपालिका राटाडी भन्ने ठाउँमा हो। म चाहिँ धरानमा चाहिँ अहिले ट्राभलमा निस्केको थिएँ यात्रामा, र हिजो राति चाहिँ यहाँ धरानमा आइपुगे। हजुरले कुन कुन ठाउँ साइकल यात्रा गरिसक्नु भएको छ? मैले चाहिँ यतिखेरसम्म नेपालको 19वटा जिल्ला, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको 19वटा जिल्ला पुरै साइकलमा गरिसकेको, सदरमुकाम पुगेर। र अनि त्यसपछि चाहिँ भारतको 17वटा राज्य, नेपालको भारतको 70% भूभाग चाहिँ साइकलमै 6 महिना 8 दिनमा यात्रा गरेर अहिले चाहिँ 6वटा देशको लागि निस्किँदैछु अबको यो साइकल यात्रामा। अहिले चाहिँ मैले नेपाल, भारत, बङ्गलादेश, म्यानमार, लाओस, चाइनासम्मको यात्रा योजना गराएको छु यो यात्रामा। भारत हो कि अन्तर्राष्ट्रिय तरिकाले, अब त्यो त हाम्रो पडोसी देश नै भइहाल्यो। अरू चाहिँ गरे छैन, अरू बाहिर देश चाहिँ अरू छैन है। तपाईलाई भारत यात्राको जुन अनुभव तपाईको जुन रह्यो साइकल यात्राको, त्यो अलिकति हामीलाई खुलाइदिनुस् न। भारतको यात्रामा चाहिँ जे होस् मैले फर्स्ट ट्राभल बाहिर देशको चाहिँ भारत नै रहेको थियो। अनि भारतमा यात्रा गरेपछि चाहिँ धेरै नै अनुभव भयो। अनि के कहाँ बस्ने, के गर्ने, भारतको मान्छेहरू कुन तरिकाको हुने रहेछ, सपोर्टर कुन तरिकाको हुने रहेछ भन्ने चिज धेरै सिकेँ भारतको। जे होस् धेरै नै सपोर्टर राम्रो नै हुनुहुन्थ्यो भारततिरको सपोर्टर मान्छेहरू पनि। नेपाली मूलको मान्छेहरू कति पाउनुभयो भारतमा? नेपालमा धेरै पाएँ मैले चाहिँ, इन्डियामा पाएँ तर साउथ इन्डिया साइडमा चाहिँ पाएन। तर यो हाम्रो इन्डिया साइड पाएँ, साउथ इन्डियातिर पाएन। तर धेरै नेपाली समुदायहरू पनि पाए, धेरै नै सहयोग गर्नुभयो हाम्रो नेपाली समुदायहरूले पनि भारतबाट। अनि जे होस् भारतमा पनि हाम्रो नेपाली समुदाय, नेपाल युवा भनेर धेरै सङ्घ संस्थाहरू हुनुहुँदो रहेछ, उहाँहरूले पनि धेरै सहयोग गर्नुभयो। जे होस् एकदम भारतमा जाँदा पनि नेपाली घरमा बस्दा, नेपालीहरूको दाजुभाइहरूमा बस्दा पनि आफ्नै नेपालमा बसे जस्तो फिल भइरहेको थियो। भनेपछि तपाईँ नेपालबाट भारतमा साइकल यात्रा गर्दाखेरि नेपाली दाजुभाइले धेरैले हेल्प गर्नु, सहयोग गर्नु? एकदम धेरै। मेरो चाहिँ घरदेखिको भारतको यात्रामा चाहिँ घरदेखि निस्किँदा चाहिँ 350 रुपियाँ लिएर निस्केको थिएँ। हजुर। अनि मेरो त्यतिखेर चाहिँ एउटा ब्याग थियो 2-4 जोर कपडा, अनि पछाडि पनि एउटा सानो ब्याग थियो, त्यसमा पनि 2-4 जोर कपडा। त्यतिखेर मैले न टेन लिएको थिएँ, न ओढ्ने ओछ्याउने केही पनि लिएको थिएन। अनि त्यसरी अब दुःखको कुरा गर्नु पर्दा चाहिँ बाटोमा यस्तै बाटोमा सुत्दै हिँड्ने, बोरा लामखुट्टेले पुरै राति टोकेर, अनि बोरा नै शरीरमा लोपटेर लामखुट्टे नटोकोस् भनेर त्यो तरिकाले सुत्थ्यो। अनि बिस्तारै यात्रा गर्दै गर्दै जाँदा कसैले स्लिपिङ ब्याग दिनुभयो, कसैले झुल दिनुभयो, कसैले तिरपाल दिनुभयो। गर्दा गर्दा चाहिँ म चाहिँ 4 महिनापछि टेन्ट लगाएर जे होस् आफ्नो क्याम्पिङ टेन्टमा सुत्न पाएँ। अनि त्यही यात्राको क्रममा चाहिँ बाटोमा पनि सुत्थ्यो र मान्छेहरूको सहयोगले चाहिँ 5 स्टार होटलमा पनि सुत्थ्यो। त्यही नै छ अनुभव चाहिँ यात्राको। भनेपछि तपाईँको साइकल यात्रामा धेरै तरिकाले सहयोग गर्नु भएको छ? धेरै तरिकाले। हजुर, मलाई चाहिँ के लाग्यो कि यो साइकल यात्री छ नि जुन, हजुर, साइकल यात्रीलाई चाहिँ प्रायः जस्तो नराम्रो व्यक्तिले पनि राम्रै नजर हेर्ने रहेछ। आयो मलाई चाहिँ त्यो लाग्यो। तर 2-3 जना मान्छेहरू भेटिनु भएको थियो, उहाँहरू चाहिँ सबै यस्तै दारू खाने, उहाँहरूले दिमागले कामै नगर्ने कि नसाले दिइसकेको मान्छे, उहाँहरूले चाहिँ तङ गर्नुभयो। र 1-2 जनालाई, 1-2 जनालाई चाहिँ मैले उहाँहरूसँग झगडा पनि भयो। तर त्यति नराम्रो तरिकाले त होइन, पछिबाट सरी त भनिहाल्नु भयो। तैपनि जे होस् मैले अनुभव गरे अनुसार चाहिँ यो साइकल यात्रीलाई चाहिँ नराम्रै मान्छेले पनि राम्रै नजरमा हेरे। भारतसम्म, इन्डियासम्म जुन तपाईँले साइकल यात्रा गर्नुभयो, त्यसमा प्रहरी प्रशासनबाट, इन्डियन प्रहरी, इन्डियाको भारतीय प्रहरीहरूबाट त्यस्तो के पर्मिटहरू लिन पर्छ, पासहरू गर्न पर्छ, के छ? पासहरू लिन पर्छ? त्यस्तो चाहिँ भारतको लागि चाहिँ सर के यस्तो योपालि केही रहेनछ है नेपालीहरूलाई। मैले पनि बनाउन त कोसिस गरेको, तर चाहिँ नेपाल मैले चाहिँ जिल्ला प्रशासन हाम्रो लेकबेसी नगरपालिकाबाट सिपाइस लगेर गएको थिएँ। तर चाहिँ त्यस्तो केही मैले कहीँ पनि देखाउन परेन। जे होस् नेपाली समुदायहरूमा देखाएँ।
अन्त चाहिँ मैले कतै देखाएन भारतमा चाहिँ। देखाउन परेन। हजुर परेन। अब जुन तपाईँले 6वटा देशको जुन योजना बनाइराख्नु भएको छ, विशेष गरी साउथ एसियाको राष्ट्रहरू भनौँ, देशहरू भनौँ, उनीहरूको लागि तपाईँले के पूर्व तयारी गर्नु भएको छ? पर्मिटहरू लिने त्यस्तो केही गरिसक्नु भएको छ? मैले चाहिँ परराष्ट्र मन्त्रालयले एउटा सिफारिस दिनुभएको छ लेटर। हजुर। अनि वर्ल्ड टुरको लागि। अनि मैले चाहिँ नगरपालिकाबाट पनि सिफारिस लिएको छु, अनि जिल्ला प्रशासन कार्यालयबाट पनि सिफारिस लिएको छु, अनि अहिले चाहिँ यहाँ परराष्ट्र मन्त्रालयबाट पनि सिफारिस लिएको छु। अनि पूर्व तयारी चाहिँ नेपालदेखि भारतमा भिजा लागेन र बङ्गलादेशमा पनि फ्री इन्ट्री रहेछ नेपालीहरूलाई। अनि फेरि अब म्यानमारमा चाहिँ मैले भिजा अनलाइन काट्ने पर्ने रहेछ। मैले चाहिँ काठमाडौँ एजेन्सीबाट चाहिँ म्यानमारको लागि भिजा काटिसकेको छु। अनि फेरि म्यानमारदेखि अगाडि लाओससम्म जाँदा पनि त्यहाँको लागि पनि उहाँहरूले नै मैले पैसा पे गर्दै थिएँ, उहाँहरूले काटिदिनुहुन्छ। र फेरि लाओसबाट पनि चाइनाको लागि पनि उहाँहरूलाई 2 लाख रुपियाँ स्टेटमेन्ट ब्याङ्क अकाउन्टमा पैसा देखाएर उहाँहरूले चाइनाको लागि पनि काटिदिनु हुनेछ। अनि त्यसले चाहिँ ब्याक टु नेपाल छ। यस नेपालबाट यो विश्व साइकल यात्रामा निस्किनुको मेन लक्ष्य चाहिँ मेन अभियान चाहिँ प्लिज भिजिट द नेपाल भन्नु छ होइन। जे होस् मैले चाहिँ नेपालमा चाहिँ पर्यटन प्रवर्धनमा धेरै विकास पुर्याउने योजना छ। अनि साइकलको पछाडि नेपालको झन्डा राखेर दिस इज द नेपाली फ्ल्याग, अनि पछि प्लिज भिजिट द नेपाल, नेपाल इज मोस्ट ब्युटिफुल कन्ट्री भनेर यो तरिकाले चाहिँ मैले यो उद्देश्यमा चाहिँ मैले बाहिर देशमा गएर हाम्रो नेपालको बारेमा प्रचार प्रसारण गर्दै पर्यटन प्रवर्धनमा धेरै विकास पुर्याउने मेरो चाहिँ मेन उद्देश्य चाहिँ यो रहेछ। मेरो साइकल यात्राको उद्देश्य चाहिँ